नमस्कार दर्शकबिन, म कविराज भण्डारी। यहाँलाई स्वागत छ यस नयाँ यात्रा फेसबुक पेज तथा युट्युब च्यानलमा। दर्शकबिन, संसारमा मान्छे भाइरल भइरहेका छन् त कतै रमणीय स्थल भाइरल भइरहेका छन्, तर नेपालमा एक घर यसरी भाइरल बनिरहेको छ कि जहाँ दिन प्रतिदिन मिडियाकर्मी र प्रशासन निरन्तर खटिरहनु पर्ने अवस्था रहेको छ। वास्तवमा यो घटना कहाँको हो र किन चर्चामा आइरहेको छ भन्ने विषय सामान्यतया तपाईँहरूले अन्य मिडिया स्रोतबाट थाहा पाइसक्नु भएको छ। अझ यसको विस्तृत जानकारी पाउनका लागि भिडियो अन्त्यसम्म हेर्न भने नभुल्नुहोला। आउनुहोस् दर्शकबिन, यस घरको विषयमा चर्चा गरौँ। बाँकेको कोलपुर नगरपालिका सिमरीमा घटेको घटना अहिले देशभरि चर्चामा रहेको छ भने पछिल्लो समय सामाजिक सञ्जालमा यसले तहल्का मचाइरहेको छ। जुन घरमा विगत 1.5 महिनादेखि एउटा घरमा आफसे आफ दिउँसोको समयमा घरमा रहेका लुगाफाटा लगायत अन्य सामग्रीहरू जल्दै आइरहेका थिए। भित्तामा अनेक किसिमका शब्दहरू लेखिएका थिए। ती शब्दहरू सम्झिँदा घर परिवार अझै पनि झस्किरहेका छन्। तर पछिल्लो समय विगत 5 दिन अगाडिबाट यो घटना देशभर फैलिरहेको छ र जस घटनालाई निहालेर सर्वसाधारण जनता तकै पुलिस प्रशासन पनि अचम्मित बनेको छ। यो घटनाले परिवारलाई अझ तर्सित बनाएको छ। केही दिन अगाडि प्रहरीले अनुसन्धानका लागि सीसीटीभी क्यामेरा पनि जडान गर्यो, तर सीसीटीभी क्यामेरा जडान गरेदेखि भने यो घटना दोहोरिएको छैन। तर पनि प्रशासनले आफ्नो अनुसन्धान कार्य जारी नै राखेको छ। अन्ततः घरमूलीका अनुसार यो घटना काठमाडौँ आफ्नो छोराको घरमा पनि हुन थालेको कुरा बताएका छन्। घटना घटेको 1.5 महिना बितिसक्यो। अनुसन्धान कार्य सुरु गरेको पनि 2-3 दिन सुरु भइसक्यो, तर अझसम्म पनि निष्कर्ष आउन सकेको छैन। दर्शकबिन, यस विषयमा तपाईँको धारणा के छ? आफ्नो धारणा भने लेख्न नभुल्नुहोला। दर्शकबिन, खास छोटकरीमा भन्नुपर्दा यो घरमा दिउँसोको समयमा चाहिँ एउटा लुगाफाटाहरू राख्यो भने होइन, आफसे आफ जल्ने अनि त्यहाँ राखेका पाटाहरू आफै जल्ने, यस्तो खालको एउटा घटना अदृश्य होइन, एउटा यस्तो खालको घटनाले गर्दाखेरि चाहिँ दुनियाँलाई चकित र अचम्मित बनाएको छ। त्यो कारणले गर्दाखेरि यो दैवी शक्ति हो कि वास्तवमा के हो त होइन? यदि दैवी शक्ति हो भने यो विश्वमा घटेको पहिलो घटना नै हो दर्शकबिन, किनकि दैवी शक्ति भनेको एउटा आन्तरिक तरिकाले देखिन्थ्यो कि होइन, तर अहिले प्रत्यक्ष रूपमा यस्ता खालका घटनाहरू देखिएपछि भगवानप्रति विश्वास नभएका मान्छेले पनि एकदमै विश्वास त हुनुपर्ने खालको अवस्था देखिएको छ। यस विषयमा तपाईँको आफ्नो धारणा के छ? त्यो धारणा पनि व्यक्त गर्न नभुल्नुहोला दर्शकबिन। अझै यसको विस्तृत जानकारी हामी ल्याएर आउनेछौँ। यसको लागि